हेलो साथीहरु, वेलकम टु माई च्यानल। साथीहरु हामी चाहिँ जाँदैछौँ सिमसार खोज्नलाई। पहिला चाहिँ खोलाको यो छेउछाउमा हुन्थ्यो, अनि जबदेखि त्यो बाढी पहिरायो त्यहाँदेखि चाहिँ यो सबै बगाएर लगेर चाहिँ सबै उजाड भएको छ। त्यही भएर यहाँ सिमसार पनि खस्दै छैन, हल्का पलाएको जस्तो मात्रै छ। यो चाहिँ बेथानचोकको गाउँपालिका। अझै तल जानुपर्छ सिमसार खोज्नलाई चाहिँ। हामी चाहिँ आधा बाटो आइपुग्यौँ। अब त्यहाँ चाहिँ अलिक सफा राम्रोसँग सिमसार पाइन्थ्यो। अहिले चाहिँ अब छ कि छैन थाहा छैन। जब बाढी पहिरायो सबै खोला बगाएर चाहिँ काहीँ पनि सिमसारहरू केही पनि छैन। अब बिस्तारै बिस्तारै पलाउँछ होला अलिअलि। त्यसको बिउ भनौँ न, बिउ जस्तै भयो भने चाहिँ, नत्र भने खोइ थाहा भएन होइन। राम्रो खोला छ यहाँतिर। यी मेरो बच्चाहरू यी ढुङ्गा खेल्दैछ। यता बिजी छ मेरो छोरो ढुङ्गा हान्नलाई। कस्तो राम्रो ढुङ्गा। के टिप्दै हिँडेछौ? लुकुर लुकुर लुकुर। बहिनी र छोरी चाहिँ अगाडि पुगिसक्यो, त्यहाँसम्म पुगिसक्यो। के छ? झिसिल किरा कत्रो ठुलो छ झिसिल किरा। तल जानुपर्छ। ल हो साथीहरू, हामी चाहिँ खोला तरेर जाँदैछौँ। तरेर जानुपर्ने रहेछ सानो खोला। पहिला हामी जाँदाखेरि यहाँ खोला थिएन। हामी चाहिँ फाइनली सिमसार भएको ठाउँमा आइपुग्यौँ। यस्तो छ यहाँनिर चाहिँ खासै सानो खोला छ। यता चाहिँ साइडमा चाहिँ यस्तो मजाले सिमसारहरू आएको छ साथीहरू। जाम मेरो छोराले चाहिँ जाम जाम रे जानु पर्यो अरे छिटो छिटो होइन त। हामी चाहिँ अलिक तल जाँदैछौँ सिमसार टिप्नलाई। बहिनीलाई भएन अरे यहाँ, अलिक तल तल टिप्नु पर्यो अरे। जाँदैछ यहाँ यी अलिक तलतिर चाहिँ राम्रो छ, त्यहाँतिर चाहिँ जानु पर्यो भन्दैछ। हेर्नुहोस् है, वाउ कस्तो राम्रो। ए टन्नै छ टन्नै। ऊ तलतिर पनि छ। ऊ टिप्न लागि यो कस्तो राम्रो सिमसार छ यहाँतिर। ए कति कति सिमसार त कति खाने हो। खेल्दैछ छोरी, उता खेल्दैछ, बहिनी यता यी टिप्दैछ, यतातिर टिप्दैछु। है यस्तो राम्रो राम्रो छ कि लोभै लाग्दो, छोड्नै मन लाग्ने खालको राम्रो रहेछ नि। यहाँ त माथितिर त कहीँ थिएन, यहाँनिर त मजाले आइरहेको रहेछ है। यहाँ चाहिँ हराएको छैन रहेछ। यस्तो राम्रो खाउँ खाउँ लाग्दो छ नि त साथीहरू, फ्रेस फ्रेस। त्यो 2 झोला टिप्यौँ, यस्तो राम्रो फ्रेस फ्रेस छ फेरि खाउँ खाउँ लाग्दो। ए ल है साथीहरू, हामी चाहिँ सिमसार टिपेर फर्किँदैछौँ। 2 झोला टिप्यौँ, टन्नै छ। तल तल त यस्तो राम्रो फ्रेस फ्रेस होइन, माथि माथि खोलातिर चाहिँ थिएन। तलतिर त कस्तो राम्रो भइरहेको कि छोड्नै मन नलाग्ने। यस्तो बेच्नलाई लगेको 1 डोको